असहज नहोस्। जो हजुरहरू परिचित हुनुहुन्छ हजुरहरूले त्यता पनि ध्यान दिनुहोला। मेरो तेस्रो निवेदन, यो गुरुदेवको पुण्यतिथि भेटेर सबैको श्रद्धा र भक्तिको पुष्प सम्मिलित भएर त्यो पुष्पगुच्छाबाट सिंगारिएको एउटा अद्भुत पर्व हो। अतएव हजुरहरूले भोजन प्रसाद ग्रहण गर्दाखेरि हजुरको थालमा बाँकी नरहोस्, अरूको थालमा नि बाँकी नरहोस्, यति हजुरहरूले एकअर्कालाई प्रेरणा दिनुहोला। सद्गुरुदेवको उपकार स्तुत्य छ, अनन्त छ। बोलो सद्गुरुदेवको। यद्यपि यहाँ विचार त पुरा भयो, आज